अनि त हरिलाई भन्नु नि त डाँडा गाउँ पुर्याइदे मलाई भनेर तेर्दैन हरिले लान्छ नि हरिले घरका बिलामा छाउँदै बेग्लै म यहाँ छु अनि अनि अर्को कहाँ छ अर्कालाई लगिदिए भन्नु नि खोइ कहाँ छ जान्दिनँ कहाँ चाहिँ जाउँ जाउँ लागिरहेको तपाईँलाई अब जान्छ के जाउँ जाँच्मै लाग्छ लाग्न त हिँड्न पो सकिँदैन त हिँड्न सकिँदैन खाना चाहिँ रुच्छ दिदी खाना रुच्छ रुच्छ बोली कति राम्रो भएको छ हिजो बोली त राम्रै नै छ बोली त कस्तो बोली थियो नि हेरौँ न मान्छे पुऱ्याएर आएका केही ल्याएन पापा पनि भएन चिन्नु भयो होला नि मलाई कतोला माइली माइली हो त नमस्ते माइली की छोरी अकतला माइली की छोरी आयो जेठी जेठी यो बुढी बुढी भइसक्यो सबै बुढी भयो आयो न अब मैले अघि नमस्ते भनेको नमस्ते नमस्ते भयो अनि होइन अब म चाहिँ तुलसी बाबाकी छोरी हुन्छ अनि मलाई चिन्नु भयो मलाई चिन्नुभयो मलाई चिन्नु भयो अघि चिने चिने को हो म अनि बहिनी होइन माइली ए हो चिन्नु भयो मलाई चिन्नुभयो त आमालाई देखाउँ न आमालाई चिन्नु खोइ चिनिन हो अनि तुलसी दाजुकी छोरी होइन सानो दिदी सानै सानै सानदिदी आँखा त्यस्तै रहेछ नि त अधिकारी काकाकी छोरी ऊ अधिकारी काकाकी छोरी मावलाका घर पर्तिर कार्की दाजुले बिहे गरे कि बुढी भइछ त बुहारीले नाति नातिना भए नि मलाई चिन्नुभयो नि चिन्नुभयो होला नि मलाई त नातिनानु न के भन्नु चिन्नुभयो मलाई चाहिँ चिनिन चिनिन ए बुहारी होइन मावल्नी बुहारी मावल्नी मावल्नी आमा कान्छी मावल्नी आमा बुढी भइसकेको छ ल अब के दिदी भइराख्नु त दिदी बुढी त भइहाल्यो नि अनि मलाई चाहिँ चिन्नुभयो को हो म बहिनी होइन माइली बहिनी म माइली बहिनी हुँ म बुहारी होइन माइली बुहारी होइन तपाईँका भानिजकी छोरी होइन म माइली बुहारी माइली बुहारी हुँ म। माइली भाउजू तपाईँका जेठा दाजुकी माइली बुहारी बोक्नु अरे फोटो खिचेको देखाउनु म कसकी छोरी अरे म चाहिँ कसकी छोरी अरे अब इमोसनल हुनुभयो खाइन